ओम साईराम, ओम साईराम, ओम साईराम, नमस्कार। आज मिति 2082 साल माघ महिनाको 29 गते अन्तिम दिन। म चाहिँ एकजना भाइसँग मुम्बईको वाङ्खेडे स्टेडियममा नेपाल भर्सेस वेस्ट इन्डिज र नेपाल भर्सेस स्कटल्यान्डको गेम हेर्न गइरहेको छु। ड्राइभबाट म भैरवाको सुनौली भएर हाम्रो एकजना डाक्टर साहबको घरमा गाडी राखेर भैरवाबाट सुनौलीबाट गोरखपुर गएर राति 10 बजेको ट्रेन चढेर लोखण्डवाला एक्सप्रेस ट्रेन चढेर लगभग 30-32 घण्टामा मुम्बई पुगी गेम हेरी नेपाललाई जिताउने अपेक्षाका साथ जाँदैछु। अहिले म कलङ्कीमा छु र एकजना भाइ यही बाटोमा वेट गरिरहेको छ। भैरवासम्मको यात्रा हाम्रो 7 घण्टा 8 मिनट भनेको 4 बजेर 5 बजे एराइभल हुन्छ। अहिले ठ्याक्कै 9 बज्न लाग्यो। आज बिहिबार शुभ दिन। आज हुनु त नेपाल र इटालीको गेम पनि छ। सायद नेपालले जित्छ आज गेम र त्यसपछिको दुईटा गेम निकै नै इम्पोर्टेन्ट गेम हो नेपालको लागि। जित्न साथ नेपाल दोस्रो चरणमा पुग्नेछ र फेरि पनि गेम हेर्न आउँछु कि म आउँछु होला सायद। अब तपाईहरुलाई म भन्छु अब बाटो कस्तो छ भैरवाको बाटो। त्यसपछि आएर अस्ति हुनु त म 1 महिना अगाडि पनि भैरवाको हामी घुम्न आएको थियौँ। चितवन भैरव घुम्न आएको थियो साथी र मेरो परिवार। लेट्स सी है बाटो कस्तो छ के छ म तपाईहरुलाई खबर गर्छु। इन्डियामा है गेमहरुको माहौल र जित पछिको माहौल कस्तो हुन्छ तपाईहरुलाई म शेयर गर्नेछु है साथी हो। गाइस साईराम। फाइनली हाम्रो खाना पनि आएको छ यहाँ। अब मल्लुको गाइस माछा भात खानै पर्यो कि कसो। हामी चाहिँ मलेकुमा खाना खाँदैछौँ। त्यसपछि फेरि लाग्नेछ आफ्नो गन्तव्यतिर मुम्बई वाङ्खेडे। ल गाइज हामी चाहिँ मुगलिन आइपुग्यौँ। अब यहाँ पूर्व पश्चिम छुट्टिन्छ। हुनु त हामी पश्चिमै जानु चाहिँ चितवन। अब गोर्खा चितवन छुट्टिन्छ यहाँबाट। हाम्रो यात्रा शुभ रहोस्। ओम साईराम। अब हामी यहाँबाट देब्रे मोड्छौँ। अब अलिअलि गर्मी पनि सुरु भइसकेको छ तर त्यस्तो गर्मी चाहिँ भएको छैन र ठिकै। अब यता कतै सुन्तला पायो भने सुन्तला किनेर जान पनि सक्छौँ। स्टे ट्युन गाइज। र साथी हो चितवनको देवघाट पनि आइपुग्यो। अब देवघाटबाट हामी सिधा भैरवा जाने हाइवे पक्रेर जाँदैछौँ। हामी अब महेन्द्र हाइवेसम्म आउँछौँ। ठ्याक्कै देवघाट हामी अहिले आइपुग्यौँ। बाटो खाली छ। मौसम एकदम ठिक्क छ चितवनमा। गर्मी र जाडो दुइटै छैन। अब हेरौँ मुम्बईको वेदर के छ कस्तो छ साथीहरू। स्टे ट्युन। गाइज अहिले हामी चाहिँ चितवनको पुल्चोक भन्ने ठाउँमा आएको छौँ। बागमती प्रदेश अब हाम्रो यहाँबाट टुङ्गेर यो नारायणी पुल सकिने बित्तिकै हामी जानेछौँ कुन प्रदेश लुम्बिनी प्रदेश जाँदैछौँ। गैँडाकोट यो पुल क्रस गर्ने बित्तिकै हामीले प्रदेश नम्बर 3 छोडेर प्रदेश नम्बर 5 तिर जाँदैछौँ। अब हाम्रो यात्रा भइरहेको छ राम्रोसँग। अब हेर्दै जाउँ बाटो कस्तो छ दाउनेको। म हजुरहरूलाई खबर गरौँला। ओम साईराम। हामी चाहिँ अहिले देवकोटा चोक भैरवा आइपुगेका छौँ। अब गाडीलाई चाहिँ एकजना हाम्रो डाक्टर साहबको घरमा चाहिँ अब केही दिन 8-10 दिन चाहिँ यहीँ डाक्टर साहबको घरमा राखेर हामी चाहिँ टेम्पो चढेर सुनौली बजार जाँदैछौँ। त्यसपछि हामी त्यहाँबाट गाडी चढेर गोरखपुर जान्छौँ। धन्यवाद। टुकटुक चढेर सुनौली बोर्डर जाँदैछौँ। टुकटुक चढेर लगभग आइसकेको छ बोर्डर। यो चाहिँ अब यहाँ सुनौलीको बोर्डर आइपुग्न लाग्यो। भैरवाको सुनौली बोर्डर। फाइनल गाइज हामी आएको छौँ गोरखपुर रेलवे स्टेसन। गोरखपुर जङ्सन आइपुगेका छौँ। यहाँ भाइले चप्पल किनेको छ यहाँ ट्रेनमा लाउनलाई। यहाँ एकदम क्राउड धेरै। बिहाको सिजन पटक्का पड्काएर बबल भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ गोरखपुर जङ्सन। यो पुरानो ट्रेन हालेर चाहिँ एउटा अङ्ग्रेजको पालाको होला सायद। अब हामी आफ्नो ट्रेन खोजेर कन्ट्याक्टमा आउनेछौँ है। सामान पनि धेरै बोक। गाइज हाम्रो लोकमान्य तिलक एक्सप्रेस बल्ल आइपुग्यो। 1-1.5 घन्टा डिले भएको थियो। अब हामीले यहाँ एसी टायर 2 खोज्नुपर्ने छ। यही ट्रेनमा हाम्रो जाँदैछौँ। अब हामी जाँदैछौँ मुम्बई। गोरखपुर जाने क्रममा चाहिँ हामी भैरवाको सुनौलीबाट चाहिँ गोरखपुर जाने ठ्याक्कै आधी बाटो पुग्यो। अब हामी यहाँ चिया खान लागेको छौँ। दुःख लाग्दो खबर चाहिँ नेपाल नराम्रोसँग
आज इटालीसँग हारेको छ, एकदम लजास्पद हार, साह्रै दुःख लागेको छ। लेट्स सी दुईवटा गेम के हुन्छ गाइस। साइराम गाइस बिहानको 4:30 बजी हामी मुम्बई आइपुगेका छौँ। यहाँ मुम्बईको के अरे एलटिटी स्टेसन। अब 4:30 बजे छ। अब हाम्रो होटल 11 बजी चेक इन हो। अब यसो घुमेर होटल गएर ट्याक्क लगाएर अपडेट गर्नेछौँ। गाइस मुम्बई आइयो। यहाँ booking.com बाट होटल बुक गरेको थियो। त्यो होटललाई खोज्दैछु हामी। लोकेसनमा रोक्नु त रोकेको थियो, तर हामी 20-25 मिनट हिँडिसक्यौँ। गर्मी छ, अहिले 6 बज्यो होला। यहाँ इन्डियाको गर्मी छ एकदम। होटल खोज्दैछु। यहाँ साथी यहाँ भाइ लोकेसन हेर्दैछन्। यहाँ मुम्बई अहिले खाली छ बजार। आज शनिबार हो, पब्लिक होलिडे त आइतबार हुन्छ, शनिबार पनि हुन्छ होला यहाँ। ल गाइज अब होटल गएर एकछिन रेस्ट गर्छु अनि फेरि अपडेट गर्छु यहाँ कहाँ घुम्नु जाने के गर्ने। फाइनली गाइज हामी चाहिँ अहिले 2 टायर एसी हाम्रो ट्रेन के एक्सप्रेस मा आइपुगेको छु। अनि एलटिटी एक्सप्रेस के अरे लोकमान्य के हो नि एक्सप्रेसमा छु। बल्ल बल्ल यहाँ ट्रेन पक्रेर बसेको छु। यहाँ भाइलाई एकदम हाँस उठिरहेको छ। लोकमान्य तिलक ट्रेनमा यहाँ तछाड मछाड गरेर आएको छ। अब हामी सुतेर भोलि उठेर फेरि अपडेट गर्नेछौँ है कुन ठाउँमा पुग भनेर। गाइज हामीले चाहिँ यहाँ लन्च चाहिँ स्वस्तिक भन्ने एउटा एप, यहाँको एपबाट स्वस्तिक भन्ने रेस्टुरेन्टबाट खाना मगाएको थियौँ। भोपालमा ठ्याक्कै ल्याइदियो। यहाँको ट्रेनको चाहिँ एकदम नराम्रो हुन्छ भनेर यहाँको टिटीले भनेको कारणले गर्दा उहाँले नै एउटा एप डाउनलोड गर्नु लाएर स्वस्तिकको भेज खाना खानुहोस् एकदम राम्रो हुन्छ भनेर स्वस्तिकको भेज खाना खाँदैछौँ। यहाँ सौरभ भाइ अहिले दिनको यहाँ भारत समयअनुसार 3:11 हो। अब हामी खाना खान्छौँ दिन के दोपहर। यहाँ हमने क्या ड्रिंक खाया है? कुछ ड्रिंक नाम क्या है? गाडी ट्रेनमा खाना आएको छ। यहाँ हिजोभन्दा पनि राम्रो यस्तो खाना खान लागेको छ हामी। बिहानभन्दा पनि राम्रो खाना छ, हिजोभन्दा पनि राम्रो खाना छ। के हो कसो अब खाएपछि थाहा हुन्छ, हेर्न सक्नुहुन्छ। अब हाम्रो रातभरि यात्रा, भोलि बिहान 4 बजे मुम्बई पुग्छ हामी। प्यारो भाइ सौरभ। गाइज ओम साईराम। बिहान 4 बजे मुम्बई आइपुगेको। अनि त्यसपछि होटलमा तपाईँको चेक इन थियो 12 बजे। 12 बजी चेक इन हुन्छ 3-4 घन्टा। हाम्रो अब 5-7 घन्टा यतिको वेस्ट भयो। बिरयानी सिरयानी खाएर रुम चेक इन गरेर सुत्यौँ। अब मुम्बईमा यता बिचहरूतिर कतैतिर घुम्न जानुपर्ने छ। र भोलिको लागि गेमको लागि चाहिँ नेपाल भर्सेस वेस्ट इन्डिज गेमको लागि चाहिँ ब्यानरहरू पनि यसो लेखेर जिते पनि हारे पनि नेपाललाई जित्नै पनि दबाब छ। सायद जिते पनि हुने त केही पनि छैन, त्यही पनि जित्ने पनि दबाब छ। यहाँ मेरो भाइ सुतिरहेको छ, जित्ने पनि दबाब छ। 2टा गेम जसरी पनि जिताएर नेपाललाई आउनेछौँ हामी। भोलि शिवरात्रि पनि हो। अब हेरौँ भगवान्ले के गर्छ। शिव भगवान्ले ताण्डव राख्छ कि राख्दैन, नाच्छ कि नाच्दैन नेपाली टिमलाई हेर्नेछौँ है भोलि। हामी उबर कुर्दैछौँ गेम हेर्नको लागि। नेपालको जर्सीका साथ विजय भव भन्दै गेममा जाँदैछ हामी। ल नेपाललाई धेरै धेरै शुभकामना। वेस्ट इन्डिज भर्सेस गेम आज नेपाली जित्नै पर्छ जसरी भए पनि। आज शिवरात्रि पनि हो। जय शम्भो। केटेको माहौल यस्तो छ अहिले। यहाँ नेपालीहरू हजारौँ सङ्ख्यामा आएको छ। यहाँ हेर्न सक्नुहुन्छ पुरै बाटै जाम भएको छ। जय शम्भो ओम साईराम। नेपालको गेम सुरु भइसकेको छ, 2 विकेट गइसकेको छ। एकदमै गाह्रो स्थितिमा छ नेपाल। नेपालीको फ्यानले भरि भराउ छ। हामी यहाँ 2जना भाइहरूसँग पनि आएको छौँ। शम्भो ओम साईराम। आज महाशिवरात्रि
महाशिवरात्रिको तपाईँलाई हार्दिक मङ्गलमय शुभकामना। भाइ पनि छ यता। आज नेपाल भर्सेस वेस्ट इन्डिजको म्याच हेरियो। वेस्ट इन्डिज यसै पनि T20 वर्ल्ड कपको फर्स्ट संस्करणको विजेता। नेपालले खेल्न लास्टको 2-3 ओभरमा खेल्न खोजेको थियो। लगभग 140 पुऱ्याएको थियो, तर अब यो वेस्ट इन्डिजले त्यो गेम 15 ओभरमै सकाइदिएको थियो। हुनु त वेस्ट इन्डिज एकदमै राम्रो टिम थियो, तर नेपालले चाहिँ अब 4वटा गेम 3टा गेम हारिसकेको छ। अब अन्तिम गेम स्कटल्यान्डसँग छ। स्कटल्यान्डसँग पनि हामीले वानखेडेमा गएर चाहिँ गेम हेर्नेछौँ। होप सो है। अब स्कटल्यान्डको गेम चाहिँ नेपालले जित्नेछ। अब यस्तै हो, वर्ल्ड कप जानलाई अब धेरै गाह्रो हुन्छ। अब नेपालले वर्ल्ड कप त्यसोचोटि गएको हो, तर एउटा मात्रै गेम जितिदिएको भए चाहिँ हामी समर्थनहरूलाई एकदम राम्रो हुन्थ्यो, हामी समर्थकहरूलाई एकदम राम्रो हुन्थ्यो। हामीले चाहिँ अब इटालीसँग जित्ला र स्कटल्यान्डसँग जित्ला भन्ने कुरो थियो, तर यस्तो तालले चाहिँ स्कटल्यान्डसँग जित्न गाह्रो छ नेपालले। अब नेपालको कमजोरी के हो कसो हो अब क्यानले बुझ्नु पऱ्यो। अब मेरो लागि चाहिँ कुशल भुर्तेललाई अब टिमबाट हटाउनु पर्ने छ र क्याप्टेन रोहित शर्मालाई पनि अब क्याप्टेनको जिम्मेवारीबाट हटाउनु पर्ने मैले देखेको छु। अब अरू त ठिकै छ, अलि मिहिनेत गर्नुपर्नेछ। अब सानो सानो टिमसँग हार्न थालेपछि मनोबल गिर्न थाल्छ। अब स्कटल्यान्ड गेमलाई चाहिँ नेपाललाई अल द बेस्ट। अब भोलि छोडी पर्सि छ स्कटल्यान्ड गेम, तपाईँहरूलाई हामीले अपडेट गर्नेछौँ। जय शम्भु, ओम साईराम। ओम साईराम, ओम साईराम। अब भोलि स्कटल्यान्डसँगको गेम छ। हामी चाहिँ बान्द्रामा आएको छौँ। बान्द्रा पुग्नको लागि भाइ र म अटोमा निस्केको छौँ। अब भोलिको गेम चाहिँ रातिको 7 बजीदेखिको छ। हामी चाहिँ अहिले बान्द्रा घुम्न गइरहेको छौँ। बहुत गर्मी छ। मुम्बई अहिले लालखुट्टे पनि धेरै आइरहेको छ। कृपया कुराहरू। ओम साईराम। आज नेपाल भर्सेस स्कटल्यान्डको गेम वानखेडेमा हुन गइरहेको छ 7 बजे। हामी चाहिँ 2-3 घन्टा अगाडि आएर गेटवे अफ इन्डिया घुम्नलाई चाहिँ निस्किरहेको छौँ। मुम्बईको यो मेट्रो स्टेसनबाट सौरभ भाइ र म। अब मेट्रो स्टेसनबाट लगभग 10-15 मिनटमा पुगिन्छ भनेर चाहिँ गेटवे अफ इन्डिया। त्यहाँको केही भ्यूहरू तपाईँहरूलाई म भिडियो बनाएर राख्नेछु। मुम्बईको प्रेसिडेन्ट होटल, जहाँ नेपाली प्लेयरहरूलाई क्रिकेट प्लेयरलाई यहीँ राखिएको रहेछ। यहाँ बस छ, नेपाली प्लेयरको यो बस हो। घुम्दा घुम्दा ठ्याक्कै यहाँ आइपुग्यो। यो बसमा नेपाल क्रिकेट टिम भनेर लेखेर थाहा पाएको र यहाँ पुलिसहरूलाई सोद्धाखेरि पनि नेपाली टिम चाहिँ यो होटलमा छ अरे भन्ने कुरा थाहा पाइएको छ। एकदम राम्रो छ होटल। गेट हाउस र टिकटक भन्छ नेपालमा। नेपाल भर्सेस स्कटल्यान्डको गेम हेर्न हामी छिर्यो भर्खर वानखेडेमा। बाहिर टन्नै भिड छ। बिस्तारै आउँदैछौँ। हामी चाहिँ अलिक टाढा आइपुग्यौँ। नेपाल यहाँ प्र्याक्टिस गर्दैछ अहिले, वार्म अप प्र्याक्टिस। यता इङ्ल्यान्ड स्कटल्यान्ड प्लेयरहरू पनि छ। मेरो भाइ अब सौरभ यहाँ बसिरहेको छ।
Back to you with the results in a very short while. हामीले हेर्न सक्छौँ नेपाल जितेपछिको यो मुम्बईमा बवाल भएको छ। ओम साईराम। हामी चाहिँ नेपालको हिजोको जित पछिको खुसियाली मनाउन चाहिँ गोवा जाँदैछौँ। एलटिड यो रेलवे स्टेसन हो, सानो रेलवे स्टेसन छ यहाँ मुम्बईमा। अब सानो त भन्न मिल्दैन, ठुलै छ, तर मुम्बईको अरू हेरिकन सानै छ। अब यहाँबाट हामी एसी 2 टायर कि 3 टायर के हो थाहा छैन, यहाँबाट चाहिँ हामी 9 देखि 10 घन्टा जति रेलवेको सफर गरेर हामी गोवा पुग्नेछौँ र गोवाको नाइट लाइफको मजा लिनेछौँ। धन्यवाद। हामी तपाईँलाई अपडेट गर्नेछौँ। फाइनली रातको अहिले 1 बजिसकेको छ। हामी अहिले गोवा आएको छौँ। गोवाको अन्जुना
भन्ने ठाउँमा हामीलाई हतार भएको कारणले गर्दा हामीले एउटा साधारण होटल बुक गरेको थियौँ हामीले होटल यहाँ। अनि एकजना इन्डियन पनि हामीले त्यहाँ इन्डियन एउटा उत्तर प्रदेशको एकजना इन्डियन अफिसर हुनुहुन्थ्यो, उहाँ पनि गोवा घुम्न आउनुभएको रहेछ, हामीसँग मिलेर घुम्छौँ भन्नुभएको छ। उहाँ पनि अहिले हामीसँगै हुनुहुन्छ, मतलब अर्को रुममा। अब उहाँसँग हामी सबै मिलेर गोवा घुम्छौँ, गोवा एक्सप्लोर गर्छौँ कस्तो छ के छ। राति आउँदाखेरि त बाटोहरू लगभग नेपालको जस्तै डाँडा काँडा यस्तो हरियाली थियो, चर्चहरू ज्यादा थियो। अब म साईराम थिएँ, साईरामको मन्दिर पनि धेरै छ त्यहाँ। अब भोलि बिहिबार, भोलि भन्नाले अब बिहिबार त लगाइसकेको छ। अब एकचोटि गएर भोलि साईरामको मन्दिरतिर यसो दर्शन गर्ने मौका पायो भने दर्शन गर्नु पर्ला। हस् त है, गुड नाइट, ओम साईराम। साईराम गाइज, हामी चाहिँ अब गोवा घुम्न गइरहेको छौँ। यहाँ लोकल ढाबा खाना आएको लास्टै तर खाना चाहिँ खायौँ यहाँ खाना। एकजना हाम्रो इन्डियन साथी पनि हामीसँग जोइन गराएको थियो, मैले हिजो भनेको थिएँ। झुरो खाना खुवाएको छ यहाँ एकदमै, यस्तै लोकल ठाउँमा खाना आएको खत्तम भयो। त्यो बिरयानी डी क्लासको थिएन क्या, बिरयानी डी क्लासको। अब हामी यसो बिचतिर जान्छौँ, त्यसपछि फेरि भिडियोहरू देखाउने छ बिचहरूको है। गोवा गाइज, गोवा। हामी चाहिँ अन्जुना बिचमा चाहिँ स्पिड बोटमा जाँदैछौँ। हुन त मैले थाइल्यान्डमा युरोपमा धेरैचोटि गरिसकेको छु, अब इन्डियामा चाहिँ फर्स्ट टाइम हो यो स्पिड बोट। लेट्स सी कस्तो हुन्छ अब हेरौँ। स्पिड बोटमा जाँदैछौँ हामी अन्जुना बिच अर्बेन पास। साईराम साईराम। हामी चाहिँ अहिले गोवाबाट सिधै म्याङ्लोर आएको छौँ। म्याङ्लोर भन्नाले कर्नाटका स्टेटमा वडाक्कम। हामी चाहिँ अब यो के भन्छ उता यो वन्दे भारत ट्रेन एकदम फास्ट ट्रेनबाट चाहिँ गोवाबाट म्याङ्लोर आएको छौँ। किनभने गोवाबाट प्लेनको टिकट हामीले पाएनौँ काठमाडौँको लागि, मतलब दिल्लीको लागि। यहाँबाट हामी दिल्लीको फ्लाइट छ, दिल्लीबाट गोरखपुर भएर हामी काठमाडौँ जानेछौँ। सी यू गाइस। ओम साईराम। हामी चाहिँ म्याङ्लोरबाट एकजना दाइ हुनुहुन्थ्यो, दाइले चाहिँ अब एक दिन चाहिँ यहाँ बस्नै पर्छ भनेर चाहिँ हामीलाई म्याङ्लोरबाट यता केरलातिर ल्याउनु भयो। अहिले त हामी केरलातिर छौँ। म्याङ्लोरको बोर्डरबाट लगभग 1-1.5 घन्टा उता हामी अहिले यो केरला भन्ने प्रान्तमा छौँ। सायद केरला पछि तमिलनाडु हुन्छ, तमिलनाडु पछि त सायद इन्डियाको बोर्डर पनि सकिन्छ होला सायद। यो केरलामा छ, साह्रै गर्मी छ यहाँ। अनि हामीले यहाँ दाइले रुम बुक गरिदिनु भएको रहेछ, अहिले त्यो रुममा बसिरहेको छु। मलाई पनि थाहा छैन खासै, म चाहिँ अब म्याङ्लोरमै होला दाइको घर, म्याङ्लोरतिरै बस्ने होला भनेर सोचेको। म्याङ्लोरबाट हामी केरलातिर आएको छौँ। अब केरलामा चाहिँ अब हामी यसो घुमफिर गरेर अब भोलि हामी अब केरलाको अब दाइले कहाँ घुमाउनुहुन्छ उहाँको गाडीमा। अब हामी केरलाको विभिन्न ठाउँहरू जान्छौँ, समुद्रतिर जान्छौँ, यहाँको फेमस कुराहरू खान्छौँ। अब हुनु त हिजोबाट रोजा सुरु भएको छ, मुस्लिमको ठुलो चाड। रोजा सुरु भएको कारणले गर्दाखेरि चाहिँ त्यति गाडीहरू गुडेको छैन, प्रायः रेस्टुरेन्टहरू होटलहरू पनि बन्द छ। अब हेरौँ नजिकको ठाउँ कता छ यहाँको फेमस ठाउँहरू, त्यहाँतिर गएर हल्का फुल्का सपिङ गरेर सायद पर्सि चाहिँ दिल्ली भएर हामी दिल्ली जान्छौँ होला पर्सि फ्लाइटबाट। दिल्लीबाट पनि अब हामी गोरखपुर फ्लाइटमा जान्छौँ कि ट्रेनमा जान्छौँ, अहिले टुङ्गा लगाएको छैन। हजुरहरूलाई अपडेट गरौँला। धन्यवाद। ओम साईराम। गाइज, हामी चाहिँ अहिले यो केरलाको एउटा बिचमा आइपुगेका छौँ, सुनसान बिचमा छौँ। यो एकदम हावा चलिरहेको छ, एकदम बहुत हावा चलिरहेको छ, एकदम खाली छ यो। ओम साईराम। हामी चाहिँ अब यो म्याङ्लोरबाट दिल्ली जाँदैछौँ फ्लाइटबाट। त्यसपछि दिल्लीबाट फेरि ट्रेन छ गोरखपुरको लागि। सरो भाइ थाकिरहेको छु, पेट सन्चो छैन। यहाँ साउथ इन्डियाको पिरो माछा खाएर
तपाईँलाई दिल्लीमा भेट्नेछौँ हामी अब गाइस दिल्ली आइपुग्यौँ हामी म्याङ्गलोरबाट कर्नाटकबाट पेट अझै सन्चो भइरहेको छैन यहाँ हिजो केरलाको माछाले पिरो माछाले अब दिल्लीबाट हाम्रो 4 बजेतिर ट्रेन छ गोरखपुरको थाकिरहेको छु एकदम ओम साईराम गाइज अहिले चाहिँ हामी न्यू दिल्लीतिर छौँ इन्डिया गेट साथै यहाँ सुभाष चन्द्र बोस हुनुहुन्छ होला उहाँ दिल्ली हामी हिजो दिल्ली आएको थियौँ दिल्लीबाट हाम्रो गोरखपुरको ट्रेन थियो त्यो ट्रेन हिजो नपाएको कारणले गर्दा हामी एक रात दिल्ली बस्नु पऱ्यो आज राति 11 बजे 11:30 बजे हाम्रो दिल्लीबाट कानपुर अनि कानपुरबाट गोरखपुरको ट्रेन टिकट छ हामी चाहिँ अहिले यसो यहाँ त्यो टाइममा युटिलाइज गरेर चाहिँ भाइ र दाइसँग इन्डिया गेट घुम्न आइरहेको छौँ माहौल एकदम राम्रो छ यहाँ धेरै थकित पनि भएको छौँ उहाँ नर्थ इन्डियादेखि हजुरहरूको साउथ इन्डियासम्म पुगेर आयो हामी केरलासम्म पुगेर आयो धेरै टाढा पुगेर अहिले चाहिँ दिल्लीतिर हामी घुम्दैछौँ हुन त दिल्ली मेरो धेरैचोटि आइसकेको छ म दिल्ली लगभग 10 चोटि भयो होला अब त्यही पनि यो यहाँको प्रसिद्ध जति आयो भने आउँ लाग्ने खालको छ अब हेरौँ दिल्ली घुम्दैछौँ अब 11 बजे राति चाहिँ हाम्रो ट्रेन छ कानपुरको लागि अनि कानपुरबाट गोरखपुर जानु छ हामी साईराम नमस्कार साईराम गाइस 11:30 बजेको ट्रेन थियो हाम्रो दिल्लीबाट कानपुरको लागि बाहिर एकदमै जाम थियो आज दिउँसो पनि धेरै जाम थियो 5 मिनट ढिलो भएर हाम्रो ट्रेन छुट्यो अहिले यतिकै अलपत्र भएर बसिरहेको छ सामान राखेर अब प्लेनमा जाने कि के गर्ने थाहा छैन अब भाइ यो मसँगै आएको भाइ सौरभ भाइ यहाँ ट्रेनमा बुझ्न गइरहेको थियो यो ट्रेन कहाँ जाने भनेर हाम्रो ट्रेन थियो आउँदै 11:30 बजे थियो 1 मिनट पनि नरोकिकन ट्रेन छुट्यो अब हेरौँ के हुन्छ कसरी पुग्ने हो गोरखपुर फेरि मेरो गाडी उहाँ भैरवामा छ ओम साईराम फाइनली हामी चाहिँ बल्ल ट्रेन चढेर सुनौलीको बोर्डर आइपुग्यो अब गेट पछाडि हामी भैरवा पुग्नेछौँ बाँकी कहानी म अर्को ब्लगमा भन्नेछु है गाइस जय शम्भो ओम साईराम हामी चाहिँ अहिले गाडी लियौँ हामीले भैरवामा हामीले गाडी भैरवामा लिएर अहिले चितवन भनौँ चितवनको नारायणघाटमा ठ्याक्कै रातको 3 बजे छ बिहानको 3 बजे छ हामी चाहिँ यहाँ चौधखाना आइरहेको छौँ अब आजै मुगलिनबाट काठमाडौँ जाने प्रयास गर्छौँ हेरौँ के हुन्छ माता मनोकामना जय गोरखकाली माई जय गुरु गोरखनाथ ओम नमः शिवाय ओम साईराम हामी चाहिँ ठ्याक्कै हिजो मुगलिन बसियो राति 3 बजे मुगलिन आइयो 12:30 बजीतिर भैरवा आएर गाडी तुफान मेरो भैरवामा एकजना डाक्टर साहबको घरमा गाडी थियो डाक्टर विवेकमा उहाँबाट गाडी लिएर हामी राति नै 3-3:30 बजे मुगलिन आएर बसेर अहिले ठ्याक्कै हाम्रो यहाँ मनोकामना माताको बाटो परेको थियो अनि ठ्याक्कै दर्शन गरेँ टाढैबाट कुरिनटारमा त्यसपछि भाइ र म जाँदैछु अब यो सायद चितवनको सिमाना अब केही बेरमा सकिन्छ अनि धादिङ सुरु हुन्छ त्यसपछि हामी जाँदैछौँ काठमाडौँ घर त मेरो ललितपुर हो अब काठमाडौँ हुँदै ललितपुर जान्छु भाइले थानकोट छोडेर समग्रमा टुर एकदमै रमाइलो भयो एकदमै भारतको नर्थ इन्डियादेखि दक्षिण भारत साउथ इन्डियासम्म हामी विभिन्न ठाउँहरूमा घुम्यौँ देख्न सक्नुहुन्छ यहाँ बाह्रसिङे घुम्यौँ अहिले थकित पनि छौँ हामी अब प्लेनमा गएको भए त्यति मजा हुँदैन थियो तै पनि हामीले केरलादेखि त दिल्लीसम्म बाध्यतावश नै हामी ट्रेन चढ्नु पऱ्यो त्यहाँ ट्रेन नपाएर थकित मुद्रामा छौँ अब अलिकति फ्रेस भएर अब 1-2 दिनमा अब यहाँ चुनाव छ नेपालमा चुनावमा हामीले चाहिँ अब यसपालि पुरानालाई नदिकन नयाँलाई भोट दिने भनेर हामीले चाहिँ अब परिवारलाई साथीभाइ सबजनाले चाहिँ घन्टीमै भोट हाल्ने हाम्रो चाहिँ डाक्टर तोसीमा उठ्नु भएको छ घन्टीमा भोट हाल्ने चाहिँ खोजिरहेको छौँ अब हेरौँ के हुन्छ चुनावको नतिजा अब खेलकुदमा पनि अब हामीले अब क्रिकेट हेर्न गयौँ अब खेलकुदको कार्यक्रम बनाएर गएको खास भन्ने पनि क्रिकेट हेर्न गयौँ हुनु त अब म्याच हामी एउटा वेस्ट इन्डिजको म्याच नराम्रो भए पनि स्कटल्यान्डको म्याच चाहिँ जितेर एकदमै राम्रो उत्साह विजयकै उत्साह मनाएको जस्तै मनाएर आयौँ खुसी लाग्यो अब भारतमा गर्मी सुरु भइसकेको छ नेपालमा पनि अब अहिलेसम्म चाहिँ ठिकै छ अब होलीपछि यता तराईमा त सुरु भइहाल्छ काठमाडौँमा त बाह्रैकाल अलिकति गर्मी नै हुन्छ अब हामी अब ड्राइभ गर्दैछौँ धादिङ पुग्न लाग्यौँ अब काठमाडौँ पुगेपछि घर पुगेपछि एकचोटि म्यासेज गर्छु र तपाईँहरूलाई चाहिँ
एकचोटि मेरो ब्लगको भिडियोहरू हेर्नु होला है। फर्स्ट सुरु दिनदेखिको भाइसँग यात्रा, हामी प्रयागराजकै जाने टोली भाइ हो। अनि अब यात्रा अहिलेसम्म सफलै छ, राम्रै भइरहेको छ। हजुरको पनि सबै कुरा सफल होस्। ओम साईराम। पृथ्वी राजमार्ग अन्तर्गत हामी चाहिँ अहिले धादिङ खण्डमा छौँ, मलेकुमा। अब यो हाइवे, यो मेन हाइवे हो, काठमाडौँ छिर्ने मेन हाइवे हो यो हाइवेलाई चाहिँ अब यो नयाँ सरकारले चाहिँ पहिला सुरु प्राथमिकतामा राखेर पुरै यो डाँडालाई चाहिँ ब्लक गरेर पहिरो नजाने हिसाबले पिच गरेर आनन्दले यो राम्रोसँग, किनभने 2 दिन अगाडि पनि पोखराको बेनीघाटमा यो दुर्घटना, ठुलो दुर्घटना भयो, धेरैजनाको मृत्यु भएको छ होइन। बाटोको अवस्था एकदम नराम्रो छ। यो नयाँ सरकारले चाहिँ सबभन्दा पहिला यो बाटोलाई चाहिँ प्राथमिकतामा राख्नु होला। नयाँ सरकार भनेको त अब घन्टीको सरकार आउनु पर्ने छ, आउनै पर्छ। यो बाटोको चाहिँ पहिला प्राथमिकतामा राख्नु होला। जतासुकै यो बाटोको चाहिँ एकदमै प्रब्लम हेर्नु चाहिँ पहिरो जतिखेर झर्छ जे पनि हुनसक्छ, यो बाटोले चाहिँ पहिलो प्राथमिकता राख्नु होला। हामी चाहिँ थानकोट आइसकेका छौँ, काठमाडौँ भ्याली प्रवेश गरिसकेका छौँ। भाइ पनि थाकिरहेको छ, म पनि थाकिरहेको छु। भाइको यहीँ थानकोट घरमा भाइलाई यहीँ ड्रप गरिदिन्छु र म मेरो घर ललितपुरतिर जानेछौँ। र यसपालिको चुनाव अब केही दिन मात्रै बाँकी छ, लगभग 7-8 दिन। घन्टीमा भोट हाल्नु होला, दायाँमा भोट नहाल्नु होला। देश परिवर्तन पनि खोज्ने, अनि भोट फेरि पुरानो पार्टीलाई हाल्ने भने चाहिँ फेरि खत्तम हुन्छ हेर्नुहोस्। त्यही भएर भोट घन्टीमा हाल्ने। जय घन्टी।